हेलो गाइज, तपाईँहरूलाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज हामी अलिकति फरक किसिमबाट भिडियो बनाउँदैछौँ। धेरै भयो हाम्रो लङ भिडियो नआएको, हेर्दै गर्नु होला। आज चाहिँ हामी एकजनालाई के भन्छ त्यो प्र्याङ्क गर्न गइरहेका छौँ। एकदम चिनेकै बहिनी हो होइन, नाम पनि भनिदिइहालौँ है अहिले है। हामीले सिर्जना बहिनीलाई चाहिँ प्र्याङ्क गर्न गइरहेका छौँ। हेरौँ के कस्तो हुन्छ। उहाँले चिन्नुहुन्छ ठ्याक्कै मलाई थाहा छैन होइन, तर चिन्न पनि सक्नुहुन्छ फेरि होइन। अब फेरि मैले चाहिँ तपाईँको दराजबाट सामान आएको छ, म दराजको चाहिँ के भन्छ राइडर हो, सामान कहाँ ल्याइदिउँ भनेर कल गर्छु। के भन्नुहुँदो रहेछ त। ल फोन लगाउँ त हामी। हाम्रो नम्बर अघि नै डायल गरिसकेका छौँ हामीले, अब कल जानु मात्रै बाँकी छ है। अलिक बोल्नु बढाउँ त। रिङ गइरहेछ है। हेलो सृजनजी, नमस्ते। हेलो सृजनजी नमस्कार। हेलो, मेरो आवाज सुनिएको छैन? सुनेको छ हजुर। सृजनाजी बोल्दै हुनुहुन्छ है? हजुर, म यहाँ दराजबाट हो कि, तपाईँले सामान अर्डर गर्नुभएको थियो नि रहेछ है तपाईँको? नाइ म त गरे हैन नि। खोइ तपाईँको नाममा आएको छ यो। तपाईँ पृथ्वी चोक होइन तपाईँको? हजुर, तपाईँ बस्ने पृथ्वी चोक होइन? ए पेजन दाइ हो, गफ मान्नु। Would like to take notes while I take. तौडा रहेछौ नि तिमी, के हो चिन्नी नि? को नम्बरबाट हैन नि म त। हजुर, लास्ट औडा रहेछौ नि म तिमी। त के सोचे भने मैले अघि दराजमा हेरेको थिएँ नि त सामानहरू हेर्न चाहिँ, तर पनि म त यस्तो सोचेँ कि एउटा कटोरा हाल्नु न, यतिनो कटोरा हाल्नु। अनि त्यसपछि म त अनि लास्ट थाहा मेरो म झुकेर पो भयो कि भन्ने सोचेँ नि। है कसरी चिन्यौ तिमीले? यसो ध्यान दिएर सुनेको त अनि हस्तेर जस्तो लाग्यो, अनि त्यही भएर भन्दै। ल ल थेट औडामा ल ल ल पछि कुरा गरौँ ल। थ्याङ्क यू। ल गाइजहरू है, तपाईँले हाम्रो भिडियो हेरिहाल्नुभयो होइन, तर कस्तो चिन्यो कि एकदम झोर भयो। अब फर्स्ट टाइम प्र्याङ्क गरेको होइन, तर झुक्किन त झुक्केला जस्तो गरेँ तर चिन्यो गाइज होइन। ल अब यस्तै हो, प्र्याङ्क गर्दाखेरि अब कहिलेकाहीँ मान्छेले झ्याप्प चिनिहाल्छ। हाम्रो भिडियो हेर्दै गर्नु होला, तपाईँलाई कस्तो लाग्यो हाम्रो पहिलो प्र्याङ्क थियो है गाइज। अनि हाम्रो फुल भिडियोहरू तपाईँले वाच गरेर चाहिँ लाइक कमेन्ट सब्सक्राइब सेयर गर्न सक्नुहुन्छ। हामी अर्को भिडियोमा भेट्नेछौँ है गाइज। ल